पोशाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लासको सिडी चढ्दै राज्य सत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। ट्राफिक नियम उल्लङ्घन गर्दा सर्वसाधारणलाई कारबाही हुन्छ भने सिट बेल्ट नलगाई गाडी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई चाहिँ कारबाही किन हुँदैन सम्माननीय सभा? न्याय सबका लागि बराबर हुनुपर्छ। हामीले जलनका बिरामीलाई अपराधी जस्तै हिँडाएर किन अस्पताल लगियो, एम्बुलेन्समा किन लगिएन भनेर प्रश्न गरेका हौँ। नेपालको कुनै पनि डाक्टरलाई सोध्नुहोस्, जलन भएको मान्छेलाई अपराधी जसरी हिँड्यो भने 75% मान्छे 100% मर्ने चान्स हुन्छ। जति गाली गर्न सक्छौ गर, जति अल्गोरिदम फैलाउन सक्छौ फैलाऊ, तर मान्छेको जीवनभन्दा ठुलो तिमीहरूको लोकप्रियता होइन सम्माननीय सभामुख महोदय। र किनकि मेरो कर्णालीका देश, मेरा कर्णालीका दाजुभाइ, मेरो देशका दाजुभाइले अकालमा ज्यान गुमाएका छन्। हामी सोध्छौँ मान्छेले आत्महत्या किन गर्नु पर्यो? कर्णालीको नदीको भिरमा अड्केको नागरिकको समयमा उद्धार गर्न नपाएर किन मर्न बाध्य भए? बेलैमा उद्धार टोली र हेलिकप्टर किन पठाइएन भनेर भन्छौँ, तर गृहमन्त्रीले जवाब दिनुहुन्छ यसलाई राजनीतिकरण गरियो भनिन्छ। तर सम्माननीय सभामुख महोदय, वास्तविक राजनीतिकरण भनेको के हो भन्ने कुरा आज संसदमा स्पष्ट भन्न चाहन्छु। पानी बाँड्न गएको हौँ भन्ने, पोशाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लासको सिडी चढ्दै राज्य सत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। संसद भवन चाहिँदैन, संसदहरू चाहिँदैन भन्दै आगो लगाउने, तर पछि त्यही संसदको चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। आफू पदमा हुँदा नहुँदा नेताको तलब सलब हटाउनुपर्छ, अगाडि पछाडि ट्विटी गाडी सुरक्षाकर्मी राख्न हुँदैन भन्ने, तर सत्तामा पुगेपछि आफ्नै अगाडि पछाडि सुरक्षाकर्मीको लावा लस्कर घेरा लिएर हिँड्ने प्रवृत्तिलाई राजनीतिकरण भनिन्छ। आफै सरकारमा बस्ने, आफै आफ्ना कार्यकर्ता लगाएर न्युरो र सञ्चार माध्यम र कार्य र प्रतिपक्षका घर अगाडि अवैधानिक पार्किङ गराउने, देशको भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। कर्णालीको भिरमा अड्किएर मर्न बाध्य नागरिकलाई उद्धार गर भन्नु राजनीतिकरण होइन सम्माननीय सभामुख महोदय। सबैको सम्पत्ति छानबिन गर्छौँ भन्ने, तर आफ्ना मन्त्री र नयाँ सांसदहरूको सम्पत्ति छानबिन गर्नु हुँदैन भनेर नीति बनाउने कार्यलाई राजनीतिकरण भनिन्छ सम्माननीय सभामुख महोदय। अरूको सम्पत्ति छानबिन गर्न समिति माग्ने, तर बिचौलियासँगको साँठगाँठको प्रमाण बाहिरिएपछि आफै समिति बनाउने, आफै समितिका सदस्यलाई थर्काउने, आफैलाई निर्दोष देखाउने र समितिका प्रतिवेदन लुकाउने गतिविधिलाई राजनीतिकरण भनिन्छ। कर्णालीको भिरमा अड्केको मान्छेलाई उद्धार गर्ने राजनीतिकरण होइन। सम्माननीय सभामुख महोदय, हामी सेवा गरेर राजनीतिमा आएका हौँ। देशका भौतिक संरचनामा आगो लगाउँदै सिंहदरबार खरानी बनाउँदै राजनीतिमा आएका होइनौँ सम्माननीय सभामुख महोदय। बरु भ्रष्टाचारका विरुद्धमा विरोध गर्दा विभिन्न आक्रमण सयौँ, सबैको सम्पत्ति छानबिन गर्छौँ भन्ने, तर आफ्ना मन्त्री र नयाँ सांसदहरूको सम्पत्ति छानबिन गर्नु हुँदैन भनेर नीति बनाउने कार्यलाई राजनीतिकरण भनिन्छ सम्माननीय सभामुख महोदय। अरूको सम्पत्ति छानबिन गर्न समिति माग्ने, तर बिचौलियासँगको साँठगाँठको प्रमाण बाहिरिएपछि आफै समिति बनाउने, आफै समितिका सदस्यलाई थर्काउने, आफैलाई निर्दोष देखाउने र समितिका प्रतिवेदन लुकाउने गतिविधिलाई राजनीति